हेलो गाइज, गुड मर्निङ एभ्रिवान। हामी चाहिँ अहिले घुम्न गइरहेछौँ होइन। हाम्रो चाहिँ आज युनिक एजुकेसन सेन्टर टिकापुर कैलालीको आज टुर छ। हाम्रो टुर चाहिँ घोडाघोडीसम्म रहनेछ। म हजुरहरूलाई सबै देखाउने छु के हुन्छ, कहाँ कहाँ जान्छौँ हामीहरू, के गर्छौँ, के खान्छौँ सबै देखाउँछु होइन। अनि यता मेरो भाइ छ, अनि उता चाहिँ दादा छ होइन। हजुर पछाडि एउटा साथी आउँदैछ होइन। हामी अहिले भर्खरै रुमबाट निस्केँ होइन। साथीको नाम अहिले म त अहिले भर्खरै उठेको होइन गाइज। आँखा पनि यस्तो भएको छ होइन, हेर्नु सक्नुहुन्छ। केटाहरू रातभरि नसुती बसिदिनु भएको छ। हेलो गाइज, फेरि पनि हजुरहरूलाई स्वागत छ मेरो अवस्थी भ्लगमा। हामी चाहिँ अहिले अब यहाँ एउटा रोडभन्दा अलि अगाडि छु होइन, घरभन्दा अलि अगाडि पुगिसकेको छु। अनि हामी गाइज हामीहरू हाट बजार पुगिसकेको छु होइन। अगाडि कर्णाली स्कुल छ, यहाँ पछाडि मेरो दाइहरू छन्, केटाहरू छन् होइन। म चाहिँ क्यामेरा पनि बोकिरहेको छु। अनि त्यसपछि यहाँ चाहिँ मेरो भाइ छन्, यहाँ पनि भाइ छ, अनि उता चाहिँ मेरो दादा छ। हामी ट्याक्कै अहिले घुम्न गइरहेको छु। अब हामी युनिकमा पुग्ने आएको छु होइन। अनि हामी चाहिँ उता अहिले आइएमएनिर पुगेको छु होइन। ओके भाइ, म के हुन्छ हजुरलाई सबै देखाउँछु गाइज। हामी चाहिँ अहिले ट्याक्कै युनिक एजुकेसन सेन्टरमा पुगिसकेका छौँ र हामी जाने भनेको यतै बाटो हो। हाम्रो बस आउँदैछ एकछिनमा होइन। अनि हाम्रो कर्णाली स्कुल र आरएम स्कुलको बस आउँछ हामीहरूलाई लिन। हामीहरू 60-70जना छु। म हजुरलाई देखाउँछु सबै। उता चाहिँ हाम्रो पढाइ हुने ठाउँ छ भनेपछि यता चाहिँ हाम्रो अफिस छ होइन। युनिक एजुकेसन सेन्टरको यता अफिस रहेको छ। अनि यता उता हाम्रो पढाइ हुन्छ, यता पनि पढाइ हुन्छ है त। हजुरहरू आउनु होला है। म हजुरलाई के हुन्छ सबै देखाउँछु गाइज होइन। हामी चाहिँ अहिले यहाँ बसमा बसिसकेको छ होइन। हाम्रो बस आइसकेको छ होइन। रेडी भएको छु, यहाँ साथीहरू पुगिसकेको छु होइन। यहाँ बनभोज खाने ठाउँ पुगिसकेको छु। सरहरू सबै यता नास्ता खाँदैछन् है होइन। सबै यहाँ लाइन लागिरहेछ है। ओके, पछि साँझ भल गाउँछ है। हाम्रो यहाँ यति मासु मात्र छैन। अनि हाम्रो यता यहाँ तेल पनि पाक्दैछ, सर हुनुहुन्छ होइन। हजुर त्यहाँ पनि के हुँदैछ, के पाकिरह है। गाई चाहिँ काम हुँदैछ है। यहाँ आलु चलाउने काम हुँदैछ होइन। केटाहरू सबै आलु चलाइदिएछन्। हाम्रो सर पनि हुन्छ होइन। उता यहाँ फोटो खिच्ने सुट भइरहेको, त्यही पनि यहाँ हाम्रो यहाँ सबै अचारको लागि यो भएको छ है। यस्तो यस्तो यहाँ काम गरिरहेको होइन। यहाँ काँक्रा पनि छ होइन। यहाँ यो मलाई पनि देखा भन्दैछ। अनि यता यहाँ काँक्रा काट्दैछन् है, यहाँ अचारको लागि। सबै एकजना यता राखेको छु। हाम्रो त्यो चाहिँ हाम्रो कलेजको बस उता राखेको छु होइन। अनि यहाँ सबै बहिनीहरू छन्। चाहिँ हाम्रो मासु छ है यता। यहाँ चाहिँ हाम्रो भात पाकिसकेको छ। अनि यहाँ मासुको लागि तयारी हुँदैछ। अनि अचार र मासु चाहिँ बनाउनु बाँकी छ। अरू भात चाहिँ पाकिसक्यो गाइज। अचार रेडी हुँदैछ है। यहाँ अचार पकाउँदैछन् होइन। यहाँ अचार पाकिँदैछ एकदम गाइज। अचार बनिरहेछ है। अचार बनिरहेछ यहाँ। अनि बल्ल उता चाहिँ मासु पाकिरहेछ गाइज। यहाँ पनिर पाकिरहेछ है। गाइज यहाँ अचार बनाउने काम भइरहेछ है। हेर्नु है बनिरहेछ। यहाँ चाहिँ पनिर पाकिरहेछ, गर्मी पनि छ। आलु उता चाहिँ मासु पाक्दैछ है। म मासु पाकेको देखाउँछु तपाईँलाई। मासु पकाउँदैछ है हाम्रो एकदमै ल है होइन। भाइ त्यहाँ चाहिँ अचार पाकिँदैछ है। गाई चाहिँ मासु है। मासु रेडी हुँदैछ है। मासु पाकिरहेको छ।
एकदमै बिन्दास पारामा माथि पाकिरहेको जो मासु पाकिरहेछ है मासु पाकिरहेछ एकदमै राम्रो भइरहेछ है हाम्रो हेर्नु है अचार खाँदै हुनुहुन्छ अनि यस्तो मिठो अचार बनाएको पूर्णिमा भन्दै कस्तो अचार भएको अङ्कल कस्तो भएको अचार भन्दैछ अचार कस्तो भनिदिनु त अचार चन्द्रिकाले बनाएको पनि मिठो छ पूर्णिमाले बनाएको मिठो छैन पूर्णिमा एकदमै मिठो छैन पूर्णिमाले बनाएको अचार चाहिँ अनि यहाँ चाहिँ यिनीहरू एक्लै चिसो खाइराख्ने हामीलाई दिन पनि दिएन है गाई अनि मैले खाइसकेँ तर यहाँ चाहिँ मासु पाकिरहेको छ हाम्रो दाइ मासु पकाउँदै होइसिन्छ अनि यहाँ बहिनीले चाहिँ एकदमै मिठो अचार बनाएर उकै कहाँबाट लग्यो है त गाई जो चाहिँ हाम्रो खाना पकाउने ठाउँ है हामीले एउटा खाना पकाइसक्यो तर मासु चाहिँ पाक्दैछ यता चाहिँ हाम्रो बहिनी छन् होइन अनि यहाँ चाहिँ हाम्रो कलेजको बस छ अनि हामीले तर उता पनि यहाँ पिकनिकहरू खाँदैछन् होइन हामी यता यति धेरै यहाँ पिकनिक खाने ठाउँ छ हजुर पनि आउनु होला ट्याक्कै घोडाघोडीबाट ट्याक्कै त्यो घोडाबाट यता भित्र साइड जङ्गल छिर्ने अनि त्यसपछि यहाँ यस्तो राम्रो ठाउँ छ होइन यस्तो चिसो हुन्छ एकदमै चिसो ठाउँ छ अनि यहाँ चाहिँ भनिरहेको छ नि ल भनिदिनु त ल केही शब्द यो के भन्छ यो झगडा गर्न लाग्छ पूर्णिमा त अझै कम गर्न लाग्छ अलिक झगडा भनेको यो चन्द्रिका बहुत धेरै झगडा गर्छ अर्काको साथी आएको एउटा आज नयाँ उसले मेरो नाम छ भने गाई यहाँ खाना खाने कार्यक्रम भइरहेको छ है खाना सुरु भइसक्यो है यहाँ खाना पस्किने देखेर यहाँ खाना खाने देखेर लाइन लागेको छ सबै यहाँ भोक पनि लागिसक्यो होला है 1 बजिसक्यो होइन यहाँ बसेको सबै सानी हाई गर त हाई खाना खाँदै हुनुहुन्छ है यहाँ सरहरूले यहाँ पनिर खाँदै हुनुहुन्छ है एकदम होइन शाकाहारीलाई पनिर पनि छ होइन मांसाहारीलाई मासु पनि छ है त उता पनि खाना खाँदैछन् होइन यहाँ पनि खाना खाँदैछन् यहाँ चाहिँ त्यसको बस छ होइन यता एकदमै गाइस खाना कस्तो भएको गाइस हामी चाहिँ अहिले घुम्न गइरहेको छु होइन हामीले खानासाना खाएर हामीले गेम पनि खेलेर तर सरी मैले गेम खेलेको भिडियो चाहिँ बनाउनु पाएन हामी अहिले घुम्न गइरहेको छु अब हामी भित्र गइरहेको छु घोडाघोडी भित्र जान लाग्छु म हजुरलाई सबै भ्यू देखाउँछु है अनि चाहिँ बहिनीहरू छन् है हामी सबै जान लाग्छु अनि अगाडि गाइस हामी चाहिँ अहिले यहाँ ट्याक्कै घोडाघोडीको अगाडि पुगिसकेछौँ है त घुम्न जानेछु म हजुरलाई सबै भित्रको भ्यू देखाउँछु हामी के गर्छौँ फोटा खिच्छौँ घुम्छौँ के हुन्छ कस्तो हुन्छ सबै देखाउने छु अनि यता चाहिँ एउटा सरहरू हुनुहुन्छ होइन यहाँ सर यहाँ हेर्नु यहाँ छाता मान्छेभन्दा ठुलो छाता छ होइन यता चाहिँ एकदमै अनि यता चाहिँ हाम्रो यता ब्यानर छैन म देखाउँछु यहाँ चाहिँ हाम्रो एकदमै ब्यानर छैन ब्यानर छ अनि हामी घोडाघोडी यहाँ सबै आइरहँदैन सबै पछाडिदेखि अगाडिदेखि सब हामीले यहाँकै घोडाघोडीको अगाडि पुगिसकेछौँ है त गाइस यता चाहिँ यहाँ टिकट काट्नलाई रेडी भएको छन् है हाम्रा सबै साथीहरू यहाँ बहिनीहरू भाइहरू सबै चाहिँ टिकट काट्दै हुनुहुन्छ है हाम्रो यता टिकट काट्ने चलिरह हाम्रो साथीहरू सबै भाइ बहिनीहरू उता भित्र गइरहेछन् है यहाँ घोडाघोडी यहाँ घुम्ने ठाउँमा गइरहन् है त सबैजना है गाइस हामी घोडाघोडी पुगिसकेछौँ है त एकदमै यहाँ चाहिँ एकदमै राम्रो छ है फोटा किन्न आएछन् होइन सबै यहाँ सबै फोटा किन्न आएछन् रेडी छन् सबजनाले सब्स्क्राइब गरिदिनु होला गाइस हामीले यहाँ घोडाघोडीको माहौल यस्तो छ है त हामीले घुम्न आइसकेको छौँ होइन सबैजना घुमिरहेको छ यहाँ फोटा किन्नेदेखि अब फोटा किन्ने कुरा पनि हुँदैछ गाइस यहाँ कमलका फुलहरू पनि छन् है त यति राम्रा कमलका फुल छन् है घुम्न यति ठुलो छ है यो ताल पनि यति ठुलो छ अब हजुरलाई म के भन्नु हजुरहरू आफै हेर्नु होला बुझ्नु होला है गाइस हामी चाहिँ अब उजुवा तालतिर जाँदैछौँ होइन हामी यता उजुवा ताल छ हामी उजुवा तालतिर जाँदैछौँ यता मेरो बहिनी छन् होइन सरहरू हुनुहुन्छ साथीहरू हुनुहुन्छ सबै हुनुहुन्छ हामी अहिले उजुवा ताल जाँदैछु घोडाहरू पनि छन् है यहाँ घोडाहरू पनि छन् हजुरहरू यसो सम्झेर आउन सक्नुहुन्छ है उता एउटा घोडा अगाडि छ होइन गइराख यता पछाडि पनि छ है गाइस हाम्रो चाहिँ उता साथीहरू आउँदैछन् सरहरू आउँदैछन् है सबै यस्तो रमाइलो भइरहेको छ है यता हजुरहरू आउन सक्नुहुन्छ है घोडाघोडीमा आउनु होला रमाइलो गर्नु होला है गाइस कमलका फुलहरू है यस्तो राम्रोहरू छन् अनि यहाँ सर हुनुहुन्छ अनि बहिनीहरू हुनुहुन्छ अनि उता पनि सरहरू हुनुहुन्छ सबै आउँदैछन् यहाँ टिकट पनि हामीले 300 को टिकट काटिसक्यो है यता यहाँ कमलको फुलहरू पनि छन् कतिको टिकट काट्नु भनिदिनु न 750 ल गाइस यहाँ फोटो खिच्नलाई है तल जङ्गल गएर पनि फोटो खिचिरहन है एकदमै घोडाघोडीको माहौल यस्तो छ कि यहाँ जङ्गलमा गएर पनि तल फोटो खिचिरहन है एकदमै ल हेर्नु त तल जङ्गल गएर म जुम गरेर देखाइदिन्छु हजुरलाई है एकदम
यहाँ फोटा खिच्नेहरूको माहौल यस्तो छ है घोडाघोडीमा। हजुरहरू आउनु होला सम्झेर। गाइज हाम्रो युनिक एजुकेसन सेन्टरको सर विद्यार्थी सबै टिम हो यता घोडाघोडी आइसकेको छ र अहिले उजुवाताल जाँदैछ होइन। उजुवाताल घुम्न जाँदैछौँ हामीहरू। उता यहाँ बहिनीले ब्यानर पनि ल्याएको छ है। सर नम्बर भनिदिनु त एकचोटि। अनि हजुरहरूले अब एससी दिएर के गर्ने कहाँ जाने सोचमा हुनुहुन्छ भनेपछि हाम्रो युनिक एजुकेसन सेन्टर टिकापुरमा रहेको छ र हामीले सम्झन सक्नुहुन्छ होइन। हजुरहरू बिचको छ पढ्न आउनु होला। बहिनी के भन्दै हो त? हाम्रो ब्रिजको यस्तो सुविधा भन्नुपर्दा चाहिँ किताब टी सर्टदेखि सबै फ्री हुन्छ। एडमिसन टाइममा गर्नु पर्यो भने अनि टिचरहरू पनि एकदमै राम्रो हुनुहुन्छ होइन। टिचरहरू पनि एकदमै भन्दा हजुर हामीले बिचमा टुर पनि लग्ने गरेका छौँ है। हजुरहरूले आउनु होला होइन। विकली टेस्ट पनि हुन्छ। शुक्रबार टेस्ट पनि हुन्छ होइन। ल पेपर कस्तो आउँछ बहिनी भनिदेऊ न एकचोटि। अनि फिजिक्सको पेपर कस्तो हुन्छ भनिदेऊ। फिजिक्स सरको बारेमा कि अनि म्याथ सरको बारेमा नि दुई शब्द। अनि बायोलोजी सरको क्लासमा चाहिँ अनि म्याथ सरको क्लासमा अनि केमिस्ट्री सरको क्लासमा ल है गाइज हजुरहरू आउनु होला है टिकापुरमा। गाइज हामी अहिले उजुवाताल पुगिसकेका छौँ है। यता चाहिँ हाम्रो बोटिङ पनि हुन्छ तर यो ठाउँ छ नि यो गेट छ नि यो गेटभन्दा भित्र चाहिँ हामी बाहिरको क्यामेरा लिएर चलाउनु पाउँदैनौँ। अनि यो भित्रकै क्यामेरा मात्र युज गर्न मिल्छ। एउटा क्यामेरा छ त्यो भित्रकै यो क्याफेवाला दाइले युज गर्नुहुन्छ तर हामीले बाहिरको क्यामेरा लिएर चाहिँ फोटो खिच्न मिल्दैन यो गेटभन्दा भित्र। अनि योभन्दा बाहिर पनि गर्नु मिल्छ है। गाइज उजुवातालको भ्यू है। उता हाम्रो बोटहरू पनि छन्। बोटिङ गर्नलाई पनि एकदमै राम्रो छ है। हजुर आउनु होला। यहाँ पनि एकदमै तर यहाँ डोका लागेको थियो। डोका पनि यहाँ चुडिसकेर रहेछ है। यहाँ त्यस्तो भयो है। हजुरहरू आउनु होला है घुम्न। होस् गाइज यो उजुवातालको भ्यू है। हेर्नु हजुरहरू आउनु सक्नुहुन्छ यहाँ फोटो खिच्नलाई है त। गाइज हामी अहिले उजुवातालको क्याफेमा पुगिसकेका छौँ है। अब हामीहरू यहाँ बोटिङ गर्ने साइडतिर जाँदैछु। यहाँ पिङहरू पनि छन् होइन। हजुरहरू आउन सक्नुहुन्छ। आउनु होला रमाइलो गर्नु होला। यहाँ बोटिङ गर्ने साइड है त। बोटिङ गर्न हजुरहरू घोडाघोडीमा आउनुभयो भने एकचोटि बोटिङ गर्न चाहिँ अवश्य आउनु होला होइन। यहाँको फिल कस्तो हुन्छ हजुरलाई आउनु होला रमाइलो गर्नु होला है। एकदमै राम्रो ठाउँ छ होइन। तर मेरो घर पनि यतै हो होइन। यो चाहिँ हाम्रो उजुवाताल होइन। बोटिङ गर्नलाई हो यो चाहिँ अरू केही हुँदैन यहाँ। एकदमै राम्रो छ। अनि यता चाहिँ हाम्रा युनिकका भाइहरू सबै आइरहन् है। गाइज हेर्नु है यहाँ बोटिङ गर्नेहरूको भिड यति धेरै छ होइन। यहाँ बोटिङ गर्न चाहिँ रेडी छन् होइन। यहाँ भाइ बहिनीहरू सानो सानो यहाँ बोटिङ गरिरहन्। हाम्रा यहाँ युनिकका पनि यहाँ बोटिङ गर्ने छन् होइन। यिनीहरू सबै बोटिङ गर्नलाई वेटमा बसिराख्नु है। यहाँ चाहिँ हामीले युनिक एजुकेसनका साथीहरू यहाँ फेरि बोटिङ गरिरहेको छन् होइन। यहाँ चाहिँ सर हुनुहुन्छ साथीहरू बहिनीहरू सबै हुनुहुन्छ है। सर पनि हुनुहुन्छ है। हजुर आउनु होला यहाँ बोटिङ गर्न। अनि यता पनि यहाँ जानलाई भाइहरू एकदमै रेडी छन् होइन। जाऊ है हजुरहरू जानु होला। यहाँ बोटिङ गर्न चाहनुहुन्छ भने घोडाघोडीमा आउनु होला सम्झिनु होला। एकदमै राम्रो छ है। गाइज यहाँ चाहिँ आउनु होला है। यहाँ घुम्न उता सर हुनुहुन्छ यता बहिनीहरू हुनुहुन्छ है। हजुरहरू यहाँ बोटिङ गर्न आउनु होला। एकदमै उता पनि हाम्रो सबै बोटिङ गरिरहेको गाइज हामी चाहिँ अहिले यहाँबाट घोडाघोडीबाट फर्किने क्रममा छौँ होइन। घर फर्किँदैछु टिकापुर फर्किँदैछौँ होइन। अब हामीहरूको एकदमै ठिकै भयो भनौँ। पानी खाएँ अनि घुम्यौँ टिकटक बनायौँ फोटा खिच्यौँ होइन। एकदम दामी फोटा एकदम दामी फोटा खिच्यौँ है। यहाँ बहिनीहरू हुनुहुन्छ। अनि यहाँ भाइहरूले पानी खाइरहेछन् होइन। यहाँ पानी पनि एकदमै चिसो छ यहाँ बहिनीहरू छन् पानी खाइरहेछन् है। गाइज हामी चाहिँ घोडाघोडीबाट घर टिकापुर फर्किँदैछौँ होइन। अनि भर्खरै उजुवातालबाट हामी भाइ निस्किसकेका छौँ है। हामी सबै घरहरू छ घोडामा गइरहेछन्। अनि अरू चाहिँ यहाँ हिँडेर गइरहेछन्। ल है एउटा दबाउ गाइज हाम्रो यहाँ एकदमै राम्रो डान्स चलिरहेको छैन। हजुरले हेर्न सक्नुहुन्छ यस्तो डान्स चलिरहेको छ यहाँ। अनि त्यसपछि यहाँ यस्तो राम्रो सर यहाँ सरको डान्सहरू छैन। अनि डान्सहरू सक्नुहुन्छ। अनि यहाँ बसेको छैन होइन। सरहरू उता बस्नु भएको छ। हजुरले हेर्नु होला उता टिकट साथीहरू पनि बस्नु भएको है। हेर्न सक्नुहुन्छ। बहिनीहरूको डान्स हेर्नु यस्तो राम्रो आएको छ के भन्नु। नाच ए
चाहिँ घर जान लाग्यो होइन अहिले टिकापुर जान लागेको छु है यहाँ छ होइन अनि त पिकनिक खानु होइन बेलुका चाहिँ पर्छ भाइ होइन पिकनिक खानु गइरहेको छु भाइ आइज गाई गाई हामी टिकापुर पुगिसक्यो है हामी भर्खरै टिकापुर यहाँबाट गाडीबाट साथीहरू उत्रिँदैछन् होइन यहाँ सामान पनि निकाल्दैछन् टिकापुर पुग्यो नि हामी राम्रोसँग सबै टिकापुर पुगिसक्यो है हाम्रो गन्तव्यमा छोडिसक्यो सेन्टर छ है बाई हामी यहाँ पुगिसक्यो हामी अब आफ्नो काम गर्छौँ गाइज फाइनली म यहाँ घर पुगिसकेँ होइन रुममा पुगिसकेको छु गर्मी त अब के भन्नु अब आफै हेर्नु हजुरहरूले कति गर्मी छ के छ यति गर्मी छ कि के भन्नु हेर्नु भर्खर रुममा पुग्यो बाई हामी यहाँ पुगिसकेँ